मर्निङ अल अफ यु। मेरो चाहिँ यो फर्स्ट भ्लग हो र हामी गाउँबाट काठमाडौँ हिँडेछौँ। हामी काठमाडौँ छिट्टै हिँडेको किनकि टिकाको भोलिपल्ट जानुपर्छ। मम्मीको नि गाउँमा टिका लाउनु पर्छ नि त, त्यसैले म तपाईँहरूलाई गाउँको यो लास्ट भ्यू देखाउँछु म। किनकि म अर्को भ्लग बनाउने दिन म धेरै बिजी थिएँ किनकि मेरो काम गर्नु थियो, त्यसैले म उता डाँडातिर नि टिका लाउन गएँ। त्यसैले मलाई धेरै काम छ, त्यसैले हामी एक्साइटेड छौँ कि मम्मीको गाउँ जान एक्साइटेड, किनकि हामी एक्साइटेड धेरै छौँ। अब हामी देखाउँछौँ र गाउँको भ्यू अनि त्यो कस्तो छ र त्यहाँ के हुन्छ र त्यहाँ के छन् म देखाउँदछु। हेर्नुहोस् त्यहाँ हेर्नुहोस् यो भ्यू। अब यो जाने बाटो छ, अब यो बाटो सानो छ। अब यहाँतिर गाईको गोठहरू, बाख्राको गोठ र मेरो फ्यामिली आइराख्नु भएको हो र ड्याडी उतैछन्। सुविधा छ यातायात सबैजनालाई ठिक छ। बाबा कस्तो छ? बाबा ठिक छ है? ल बाबालाई बोले र बाघको खडी भन्नुभयो। यो चाहिँ धारा हो। अब हाम्रो बाख्रा राख्ने खोर र मेरो बहिनी कस्तो छ? मम्मी कस्तो छ तपाईँलाई? मेरो मम्मीलाई चाहिँ ज्वरो आएको छ अरे। अब हामी जाँदैछौँ। अब कता जाने हामी? अब टाढै जानुपर्छ हामी। यो फर्स्ट भ्लग हो र मेरो यो युट्युबको। अब म जाँदैछु आफ्नो आमासँग। आमा कस्तो छ? आमा कस्तो हुनुहुन्छ आमा? ठिक छु। ल आमा ठिक हुनुहुन्छ। अब म अङ्कललाई देखाउँछु। अङ्कल कस्तो हुनुहुन्छ? एकदम यस्तै। खाएर बसिराख्नु भएको अङ्कल चाहिँ। अब म देखाउँछु कान्छी दिदी, मेरो दिदी। कान्छी दिदी ठिक छ? ठिक छ? ल दिदीलाई ठिक छ अरे। बहिनी रिसाको ल्याऊ। फाइनली बहिनीले मलाई डिस्टर्ब गरी र म यो हटाउँछु। मेरो